नेपालको इतिहासमा पहिलोचोटि डराएको छ सरकार। नेपालको इतिहासमा पहिलोचोटि कर्मचारीहरू डराएका छन् नेपाली जनतासँग। नेपाली जनताले आवाज उठाउनु पाएछ। नेपाली जनताले मन्त्रीलाई तैँले के गरिस् भनेर भन्नु पाएको छ। यो सबसे ठुलो नेपालको उपलब्धि, अहिले हाम्रो आन्दोलनको उपलब्धि, यो जेनजीको उपलब्धि हो। तपाईँ हाम्रो नेपाली नागरिकको उपलब्धि हो र यो उपलब्धिलाई कायम राख्नको लागि तपाईँ हामी अझै लड्नुपर्छ। लडौँ, अन्तिमसम्म लडौँ। जबसम्म लडौँ तबसम्म लडौँ कि जबसम्म हाम्रो देश बन्दैन तबसम्म लडौँ। अझै लडौँ, भात नखाऊँ नसुतौँ तर लडौँ। यही नै हो आखिरी अन्तिम लडाई। यो डु अर डाई हो, आर कि पार हो। त्यही भएर एक अर्कासँग लड्ने काम नगरौँ, युनाइट हुने काम गरौँ। घरको झगडा घरमै राखौँ, छिमेकीमा गएर भारतमा गएर ढ्याङ्ग्रो ठोक्ने काम हामी नगरौँ। त्यही भएर हामीले संविधान जोगाउनु परेको। यो ढ्याङ्ग्रो उतापट्टि ठोकिन्छ कि भनेर, किन त्यो एउटा नेता एउटा नेपाली हो। यो कुरा हामीले बुझ्नुपर्छ। चोरै होस् तर त्यो नेपाली हो, त्यसलाई हामीले आत्मसात गर्नु पर्दैन के? त्यसो त्यो यहाँ मरिराख्दाखेरि हामी हेरेर बस्न सक्छौँ त? त्यो मानवता छैन हामीमा। त्यो मानवताको छैन भने हामी विकास गर्नु पर्यो। त्यही भएर हामीले जतिसुकै होस् घर झगडा हामीले घरमै राखौँ, बाहिर निकाल्ने काम नगरौँ। सबैजना युनाइटेड हौँ, एकीकृत हौँ, एकै सर्टमा लडौँ, एकै जुट भएर लडौँ, एकै जुट भएर देश बनाऊँ। कारबाही हुँदैन भने फेरि एकजुट हौँ, फेरि आउँ न त, के भयो त? तर शान्तिपूर्वक आउनु मिल्यो नि त। यसरी बस्ने कहीँ तपाईँले आज हेर्नुहोस्, आमाहरू कतिजना बुवाहरू देख्नु भएको छ हजुरहरूले, यहाँ आन्दोलन कति शान्तिपूर्ण छ। बस्यो भने तपाईँको आन्दोलन शान्तिपूर्ण हुन्छ। हाम्रो प्लानिङ पनि त्यतिखेर सबैजनालाई बस भनेर हामीले भनिरहेको थियौँ, घुसपेट नहोस् भनेर। तर कतिजना त घुसपेट ल्याएर तपाईँको ढुङ्गा मुढा गर्न थालिहाल्यो। अनि लास्टमा गएर दोष जेएनजीलाई दोष लाग्यो। के हो थाहा छ? नेपाली नागरिकलाई दोष लाग्यो, विकास चाहने मान्छेलाई दोष लाग्यो। त्यही भएर यो कुराको मनन गरौँ हामी सबैजना। लेट्स थिङ्क अबाउट इट। सम्पूर्ण नेपाली दाजुभाइ दिदीहरूमा म सायद एउटा खतरा बोल्ने मान्छे नहोला, तर देशको लागि चाहिँ खतरा लड्नु सक्ने चाहिँ मान्छे हो। यो चाहिँ म तपाईँहरूलाई ग्यारेन्टी दिन्छु, ठोकेर भनिदिन्छु। म त्यो चिल्लो भाषण दिनु नसक्ला, मैले शब्द चयन गर्न नसक्ला, तर देशको लागि राम्रो मान्छेहरू अगाडि बढ्न चयन गर्न सक्ने मसँग क्षमता छ।